कुरा बताउन सक्षम छौँ। खास गरी युवाहरूले त्यो कुरा बताउन सक्नुहुन्छ। युवा सङ्घ कत्रो छ, युवा सङ्घ कत्रो आकारको छ, कत्रो साइजको छ, कति फैलावट छ, कति युवा सङ्घसँग ताकत छ भन्ने कुरा अहिलेसम्म मानिसहरूले आकलन गरेका छैनन् होला। तर 47 सालपछि 47 सालको परिवर्तनमा युवा सङ्घ गठन भइसकेका थिएन। त्यसभन्दा पछिका हरेक कुराहरूमा 47 सालको संविधान निर्माणदेखि लिएर त्यस क्षेत्रका सम्पूर्ण कुराहरूमा युवा सङ्घको युवा सङ्घ नेपाल, पहिले हामी प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ भन्थ्यौँ, त्यही नाम राखेर भए पनि हुन्थ्यो। कसले के लहरमा नाम फेर्दै फेर्दै लगे, त्यो बेग्लै कुरा छ। प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ ठिकै थियो। जे होस्, आज युवा सङ्घ नेपाल छ, उही कुरा हो। यो डेमोक्रेटिक छ, यो नेसनलिस्ट छ, यो प्याट्रियोटिक छ, यो नेसन वाइड छ, यो प्रोग्रेसिभ छ, यो पिपल्स ओरिएन्टेड छ। यही कुरा पहिले त्यस नाममा पनि झल्किन्थ्यो, अहिले यस नामले पुरा नझल्काए पनि कामले झल्काउनु परेको छ र त्यो झल्किन्छ। तपाईँहरूका अगाडि महेश बस्नेतले बोलिसक्नुभएको छ। मैले धेरै बोलिरहनु पर्ने जस्तो लाग्दैन, महेशले बोलिसक्नु। धेरै बोलिरहनु पर्ने जस्तो लाग्दैन। महासचिव कमरेड शङ्कर पोखरेलले बोलिसक्नुहुन्छ र म त अति व्यस्त भएको हुनाले अलिकति खाना पनि खाइहालौँ भन्ने लोभ पनि लाग्यो। खाना खानतिर हलमा ल्याएको थिएँ, फेरि आउनै पर्छ भनेपछि यसो अभिवादन गर्न आएको। आज म भाषण गर्दिनँ, तपाईँहरूको यो क्रियाकलापलाई धन्यवाद भन्छु, स्वागत भन्छु, धन्यवाद भन्छु, बधाई भन्छु, शुभकामना भन्छु। यो एउटा राम्रो स्टार्टिङ हो, राम्रो बिगिनिङ हो। यस शक्तिलाई तपाईँहरू को भोलिन्टियर हो भन्ने कुरा नाम लेखिएको हुनुपर्दछ, तपाईँहरूका टेलिफोन नम्बर हुनुपर्दछ र अरू कुरा कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुरा उहाँहरूले जान्नुहुन्छ, लिडरसिपले जान्नुहुन्छ। त्यसअनुसार व्यवस्थित खालको युवा सङ्घको यो भोलिन्टियर टिम, हिजो हामीले युथ फोर्स भनेका थियौँ, युथ फोर्स जस्तै, तर अब त्यही नाम भनिरहनु पर्ने केही आवश्यकता छैन। भोलिन्टियर्स टिम भनौँ, ठिक छ, तर यो पर्मानेन्ट भोलिन्टियर्स टिम र यो जलगैँडा होइन, यो एउटा पाटे बाघ जस्तो चुपा लागेर बस्न पनि आउँछ। देशलाई अप्ठ्यारोमा पार्न कसैले खोज्यो भने बाघे झप्पु दिन पनि आउँछ। यो त्यस्तो एउटा पर्मानेन्ट अर्गनाइज, यो कुनै सैनिक सङ्गठन होइन, नागरिक सङ्गठन, यो सशस्त्र सङ्गठन होइन, निशस्त्र सङ्गठन, तर यो यस्तो सङ्गठन हो सबै खालका प्रतिगामी सङ्गठित शक्तिहरूलाई पराजित गर्न सक्दछ।
यससँग कोही टाउको जुदाउन आयो भने ठुलो भ्रमका साथ आउँछ। टाउको जुधेपछि थाहा पाउँछ ठुलो भ्रममा परिएछ। एउटा दरबार सरबारमै हुर्किएको केही केटाकेटी होला, भेडा देखेको रहन्छ, भेडा कस्तो हुन्छ थाहा पाएको रहन्छ। अनि भेड भेटेपछि सिङ यसो फर्किया हुन्छ, मजा लागेछ उसलाई। टाउकामा यसो प्याट्ट प्याट्ट पारेर मसँग लड्छस् भनेछ त्यो केटा। भेडाले लड्छु भने हो कि लड्दैन थाहै भयो। लड्छस् भने भनेर फेरि टाउका हाने, फेरि भेडा लैजा भनेपछि भेडा अलिकति पछि सरेछ। तँलाई थाहा भयो होइन त कतिको ब्याक्सरिस त। अनि फेरि आइज भन्दो रहेछ। यसो गरेपछि भेडा अझ पछाडि सरेछ। फेरि यसो गरेर केटाले भेडा अझ पछाडि सर्यो। एकछिन यसो गरेर बसेपछि कुदेर आएर भेडाले ड्याममा दिँदाखेरि त बन्छ। युवा शरीरले सिङ उता फर्कायो भन्ने भ्रम कसैले नपरोस्। चुपचाप छ, पछाडि यसो पछाडि पाइला सार्या छ भन्ने भ्रम कसैलाई नपरोस्। युवा सङ्घले पऱ्यो भने उता फर्केका सिङको मुर्ला टाउकाले हान्दा 3 बल्ड्याङ होइन 7 बल्ड्याङ भयो। हामीलाई शान्ति चाहिएको छ। देशमा हामी शान्ति चाहन्छौँ, दिनै पिछेका उपद्रव होइन। अनेक प्रकारका शक्तिहरू छन्। सरकारले एउटा कर्मचारी निकाल्यो अरे ठुलो घाटा परेछ, कसैलाई छाती पिटिकन रोएका छन्। एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले। त्यसको विधिहरूको होला नि, पार्लियामेन्ट बन्द गरेको छ। प्रधानमन्त्रीले आएर जवाब दिनु पर्यो। जवाब दिइसक्यो प्रधानमन्त्रीले, दिइसक्यो, सिद्धिन्छ। अब कहाँ पार्लियामेन्टमा जवाब दिनु त्यो थाहा पाइएन। एउटा हटायो अर्को नियुक्त गर्यो, सिद्धि। यसमा पनि फेरि मोर्चा बन्दी हुआ। को भन्नुहुन्छ उहाँहरूले त्यो कर्मचारी के भनेर चलाउनु हुन्छ त्यसै चलिदिने कर्मचारी राख्नुपर्ने, सरकारलाई असहयोग गर्ने, नटेर्ने, देशलाई अप्ठ्यारोमा पार्ने को छन् त्यस्तो राखिदिनु पर्ने। अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा सबै सहनु पर्ने। र उहाँहरू के नै इस्यु पायौँ भनेर बोकेर हिँड्ने। यो हामीले बुझेका छौँ। उहाँहरू देशलाई एक पाइलो अगाडि बढ्न नदिन चाहनुहुन्छ, कानुन पास नदिन कोसिस गरिरहनु भएको छ। त्यसका निम्ति एउटा बहाना संसद अवरुद्ध गर्ने। सबैलाई थाहा छ 18 गते भित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयकहरू पारित भएनन् भने कानुन बन्दैन, कानुनको रूपमा रहँदैन, फेरि अर्को विधेयकको रूपमा जानु पर्ला। त्यो कुरा बुझेर काम हुन नदिनका लागि, विधेयक प्रस्तुत पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ। हामीले बुझेका छौँ। सुकुम्बासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि, अरूका समस्या समाधान नहुन दिनका लागि सबै यो कामहरू उहाँहरू गरिरहनु भएको छ। हामीले बुझेका छौँ। म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई, यति सस्तो, यति हल्का, यति उत्ताउलो नहुनुहोस् तपाईँ। र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुहोस्। थाहा छ तपाईँहरूको पृष्ठभूमि।
के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नु भएको छ त्यो पनि देखाएको छ। कोही झ्यालबाट नजिक खुट्टाको हात निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ। कोही आफ्ना अनेक असफलताका पीडा र तडपनहरू बोकेर, कुण्ठाहरू बोकेर ती कुण्ठाहरू फ्याँक्ने, पोख्ने, छर्ने थलो बनाउन खोज्नुहुन्छ संसदमा। त्यो हामीले बुझिया छ। तसर्थ यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ भन्छु। किन ठुलो अपराध गरे जस्तो यो मैले यस्तो सुने, थाहा पाएँ, यो कुरा गलत होस्, असत्य होस्, मैले सुनेको असत्य होस्, कुनै महान ठुलो कुरा जस्तो, कसैले किन ठुलो भ्रष्टाचार गरेको जस्तो यो असत्य होस्, होइन रहेछ भने नत्र म भनिदिन चाहन्छु, चिसै पानी दिनु हुन्छ नत्र। म युवाहरूलाई भन्न चाहन्छु, हामी न मात्तिन्छौँ न आत्तिन्छौँ। धैर्यतापूर्वक अगाडि बढ्छौँ। देशलाई, विकासको गतिलाई, समयको गतिलाई अगाडि बढ्नबाट रोक्न खोज्छ कसैले भने त्यो कुरा हामीलाई सही हुँदैन। पछाडि फर्काउन खोज्छ कसैले भने झन् साह्रो सही हो। यी कुराहरूमा युवाहरू सचेत हुनुपर्दछ, स्पष्ट हुनुपर्दछ। खेल्ने प्रयास अनेक हुन्छन्, भ्रम पार्ने प्रयास अनेक हुन्छन्। म पहिलो कुरा त युवाहरूलाई भन्न चाहन्छु, तपाईँहरू भ्रमबाट मुक्त हुनुहोस्। भ्रमबाट मुक्त भएर अगाडि बढ्नुहोस्। हाम्रा विरुद्ध मोर्चाबन्दी छ, हाम्रा विरुद्ध हमला छ। आज मात्रै होइन, हिजो पनि हमला थियो। 2/3 भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने यिनै तत्त्वहरू अहिले केही नयाँ निस्किन खोजिया छ, सिक्दैछ। गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ। ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मचाएर, उपद्रव मचाएर, कति मान्छे मारेर, मराएर, विध्वंस मचाएर थाकेका थकी तत्त्वहरूका पसिना पुछ्न किन जानु पर्यो? आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरूले गरेनन् भने 70 वर्ष मान्छे, 70 वर्षको बुढो भयो भने नेता 88 वर्षका खोज्न जान्छ। सबभन्दा थोत्रो प्रणाली, सामन्तवादी प्रणाली पुनर्स्थापित गर्छौँ भन्छन्, नयाँ भनेर उच्चारण गर्छ। नयाँ यो विश्वमा राजतन्त्र नयाँ हुन्छ। 1947 पछि 565 वटा रजौटाहरू भारतमा उन्मूलन गरेको। 565 वटा राजतन्त्र भारतमा 1947 पछि अङ्ग्रेजले छोडेपछि भारतमा 565 वटा राजतन्त्रहरू उन्मूलन गरेको। 1953 मा अर्को राजतन्त्र उन्मूलन भयो, 1975 मा अर्को राजतन्त्र उन्मूलन भयो। यस्ता दुनियाँमा कसरी मासेको होला विचार गर्नुहोस् त, साग टिपे चाहिँ ती भारतमा। त्यसकारण यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने अनि यो भएन त्यो भएन भनेर मुखिया तन्त्रमा फर्किन खोज्ने डेमोक्रेसीबाट। मुखिया तन्त्र, राजतन्त्र भनेको मुखिया तन्त्र हो। मुखिया तन्त्रमा फर्किन खोज्ने
अनि नयाँ कुरा भनेर जनता झुक्याउने अल्मल्याउने। म त्यता पनि अहिले जान चाहन्न। तपाईहरु आफूभन्दा तलका भाइ बहिनीहरुतिर फर्किनुस्, आफूभन्दा तलका भाइ बहिनीहरुलाई सचेत गर्नुस्, संगठित गर्नुस्, अगाडि बढाउनुस्। आफूभन्दा कम उमेरकातिर फर्किनुस्, तिनीहरुमा व्यापकताका साथ जानुस्, तिनीहरुलाई संगठित गर्नुस्। आफू जस्तै साथीहरुलाई संगठित गर्नुस्, आफूभन्दा जुनियर साथीहरुलाई संगठित गर्नुस्, कम उमेरकातिर संगठित गर्नुस्। नयाँ जेनेरेसन, नयाँ पिढी, अहिलेको पिढी, आउँदो पिढी। त्यसो भएर यस ढङ्गले तपाईहरु अगाडि बढ्नुस् भन्ने मेरो आग्रह छ। अहिले म धेरै कुरा भन्न होइन, तपाईहरुको यो एउटा ब्युटिफुल बिगिनिङ जुन छ यसलाई वेलकम गर्न मात्रै म आएको। यसलाई तपाईहरुले अगाडि बढाउनुपर्छ र व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्छ। यस्तो डिसिप्लिन 10 घण्टा 12 घण्टाको भोग, 15-24 घण्टाको भोग केही पनि होइन। पर्यो भने नाला पानीमा कति दिन पानी नखाएर बस्नु परेको थियो, लडेका थिए। खानाको कुरा छोड्नुहोस्, पानी नखाएर लडेका थिए हाम्रा पुर्खा यो देश बचाउनका लागि भने एकछिन प्यास लाग्यो, एकछिन खान पाइएन भनेर हाम्रा भोलिन्टियरहरू थाक्ने डुलिने होइन। हाम्रा भोलिन्टियर जस्ता हुनुपर्छ, अनुशासित हुनुपर्छ। बिना अनुशासनको कोही भोलिन्टियर हुँदैन। सकिँदैन भने पहिले नै भन्नुपर्छ म अरू काममा लाग्छु, भोलिन्टियर हुन सक्दिनँ। तर भोलिन्टियर जस्ता भोलिन्टियर, युवा जस्ता भोलिन्टियर, युवा जस्ता युवा, नवयुवा जस्ता युवा, देशभक्त युवा, सचेत युवा, जुझारू युवा, त्यो युवाको बिडो थाम्न तपाईहरु अगाडि बढ्नुभएको छ। यस अभियानलाई अगाडि बढाउनुस्। मेरो धेरै धेरै शुभकामना छ। अहिले म अरू धेरै कुरा केही भन्न चाहन्न। तपाईहरुलाई बधाई भन्छु, धन्यवाद भन्छु, शुभकामना भन्छु।